हेलो गाइज, आजको भिडियोमा हामी जेम्स क्लियरको ओल्ड फेमस बुक एटमिक ह्याबिट्सको बारेमा कुरा गर्छौँ। यो बुकले भन्छ कि ठुलो ट्रान्सफर्मेसनको लागि ठुलो स्टेप होइन, सानो सानो ट्रान्सफर्मेसनको आवश्यकता हुन्छ। के तपाईँलाई पनि नयाँ वर्षको रिजोल्युसन पुरा गर्न गाह्रो हुन्छ? हामी धेरै जस्तो ठुलो चेन्ज खोज्छौँ, तर रियल म्याजिक सानो कुरामा हुन्छ। आजको भिडियोमा म तपाईँहरूलाई एटमिक ह्याबिटको त्यो 4वटा पावरफुल कन्सेप्ट भन्छु जसले मेरो र लाखौँ मान्छेको जिन्दगी बदलेको छ। कन्सेप्ट 1, 1% रुल। सबैभन्दा पहिलो कुरा, 1% बेटर एभ्री डे। जेम्स क्लियर भन्छन् कि यदि तपाईँ दिनको मात्र 1% राम्रो बन्दै जानुभयो भने 1 वर्षमा तपाईँ 37 टाइम्स बेटर बन्नुहुन्छ। सानो सानो एटमिक ह्याबिट्सले कम्पाउन्ड इन्ट्रेस्ट जस्तै रिजल्ट दिन्छ। सो ठुलो रिजल्टको चिन्ता नगर्नुहोस्, बस डेली प्रोग्रेसमा फोकस गर्नुहोस्। कन्सेप्ट 2, आइडेन्टिटी ओभर गोल्स। हाम्रो गल्ती के हुन्छ भने हामी गोलमा फोकस गर्छौँ। जस्तै मलाई 10 केजी वेट घटाउनु छ। एटमिक ह्याबिट्सले भन्छ गोल होइन, आइडेन्टिटी बदल्नुहोस्। वेट घटाउने गोल राख्नुभन्दा म एक हेल्दी पर्सन हुँ भन्ने सोच्नुहोस्। जब तपाईँ आफ्नो आइडेन्टिटी बदल्नुहुन्छ, ह्याबिट आफै ट्रान्सफर्म हुन्छ। कन्सेप्ट 3, द 4 लज अफ बिहेभियर चेन्ज। ह्याबिट कसरी बनाउँछन्? यो 4वटा स्टेप फलो गर्नुहोस्। मेक इट अभियस। आफ्नो ह्याबिटलाई प्रष्ट देखिने बनाउनुहोस्। जस्तै जिम जाने भए लुगा अगाडि नै राख्ने। मेक इट एट्र्याक्टिभ। त्यो कामलाई आकर्षक बनाउनुहोस्। मेक इट इजी। सुरुवातमा धेरै गाह्रो काम नगर्नुहोस्। मेक इट सेटिस्फाइङ। ह्याबिट पुरा भएपछि आफूलाई सानो रिवार्ड दिनुहोस्। कन्सेप्ट 4, द 2 मिनट रुल। कुनै पनि नयाँ ह्याबिट सुरु गर्न अल्छी लाग्छ? यो 2 मिनट रुल युज गर्नुहोस्। जुन पनि नयाँ ह्याबिटलाई 2 मिनटभन्दा कममा गर्न सकिने बनाउनुहोस्। जस्तै 30 मिनट पढ्ने होइन, 1 पेज मात्र पढ्ने सोची सुरु गर्नुहोस्। सुरुवात गर्नु नै सबैभन्दा ठुलो जित हो। स्मल चेन्जेस, रिमार्केबल रिजल्ट्स। तपाईँ कुन ह्याबिट आजदेखि सुरु गर्न चाहनुहुन्छ? कमेन्टमा लेख्नुहोस्। भिडियो मन पर्यो भने लाइक र सब्सक्राइब गर्नुहोस्। सी यू इन द नेक्स्ट भिडियो।